Hi guys, welcome to my another video. आज म घरमै सुट गर्न लागेको छु किनकि आज हामी घर सर्ने हो अनि त्यसपछि सब सामानहरु प्याक गर्नु छ, सबै गर्नु छ, सबै बाँकी नै छ। मलाई मम्मीले भन्नुहुन्छ फेरि त रातो सर्ट लगाएछ भनेर अब गाली गर्नुहुन्छ फेरि मलाई। यो सर्ट मेरो फेभरेट हो, धेरै 4 हैन 5 वर्ष जति भयो किनेको, बट आई स्टिल लभ इट हैन। राम्रो छ र मम्मीलाई चाहिँ यो लाग्यो मनै पर्दैन आजकल किन थाहा छैन। अनि सबैजनालाई म चाहिँ मेरो नयाँ अपार्टमेन्टमा आएन, तर यस्तो छ भित्र। मैले एकछिनमा देखाउँछु। म त कालो भइसकेको छु आज सामानको सर्ट आउँछ हेर्दा। यो सामानहरू हेर्नु त कति धेरै छ यार, कसरी मिलाउनु। मेरो दाइ उबर त्यो ट्रक छोड्न गयो, यत्रो सामान छ। यो चाहिँ मेरो रुम हैन, अहिले यस्तो छ। बेलुका बनाएर अनि म फेरि देखाउँछु कस्तो हुन्छ। Hi guys, म चाहिँ नयाँ अपार्टमेन्टमा गएर सामानहरू मिलाएर अनि फेरि पहिलाको अपार्टमेन्टमा आएको थिएँ कि अलिअलि सफा गर्नु थियो। अनि आएको त सामानहरू छुटेको रहेछ। फेरि ब्याग पनि पछाडिको ब्याग पनि भएछ। आई डोन्ट नो मैले साइकलमा कसरी लग्छ। दिस अपार्टमेन्ट फर नट लास्ट टाइम, भोलि पनि आउनु छ। Wow, it's so beautiful. Hi guys, म चाहिँ नयाँ घरमा आएँ, लक्ष्मी पूजा गरेँ अनि रुमको हालत कस्तो छ म देखाउँछु है त। बस केही पनि गरेन, जस्ट बेड मिलाइ सुत्नको लागि। त्यहाँ त्यत्तिकै छ सामानहरू, त्यहाँ त्यत्तिकै छ, यहाँ यत्तिकै छ, यहाँ यत्तिकै छ, यहाँ यत्तिकै छ। जस्ट सामानहरू मिलायो, आफ्नो सामान भित्र राख्यो अनि लक्ष्मी पूजा गर्यो। अब किन कसरी गर्ने, अनि फलफुल पनि थिएन। सो जे छ त्यतिसँग लक्ष्मी पूजा गर्यो, सक्यो। अब चाहिँ एउटा इन्डियन डाइले पार्टीमा बोलाउनु भयो, दिवाली पार्टी। अब सो त्यहाँ जाने हो। लेट्स सी। What do you want to